हाम्रो चाहिँ सिटिङ एरेन्जमेन्ट हुँदैछ नानीहरूको इक्जामको लागि है। तर पनि आज पस्दैछु म चाहिँ हो। दामी बनाउनु भएको छ यो प्लान्टहरू है। आज त है खाजा पनि हाम्रो स्पेशल हुन्छ अहिले अन्त त्यहाँ के कति मिठो खाएको छ अन्त। A very good morning all of you शिवान्नेश्वरहरू। अहिले चाहिँ बज्दैछ 6:15 छ 20 मिनट है। र मैले चाहिँ यो सिबी टिपेर ल्याइसकेँ। म चाहिँ भर्खर निस्केको ओछ्यानबाट चाहिँ है उठ्नु चाहिँ अघि उठेको। र अब सबभन्दा पहिला उठ्नु बित्तिकै त यसकै सुर्ता हुन्छ है। यतिको पाकेछ फलेछ है। मेरो किचन गार्डनको सब्जी टिपेर ल्याएको छु। र अब आज चाहिँ यही पकाएर खाएर चाहिँ स्कुल जानुपर्ने हुन्छ। आज चाहिँ म एकछिन तिमी जाने काम छ ब्याङ्क है। अनि बुढोलाई बोलाइरहेको छु एकछिन पुऱ्याइदेऊ भनेर। अनि त्यतै आएर चाहिँ स्कुल बसेर त्यहाँदेखि अब पर्सिदेखि इक्जाम हो। सायद आफ्टर लन्च ब्रेक चाहिँ छुट्टी हुन्छ होला है। र भिडियो चाहिँ हेर्दै गर्नुहोस् होला। अब चाहिँ म मुख धुन जाने चिया ल्याएर खेलाउने। यहाँ चाहिँ हाम्रो तल पापाले हाम्रो शुक्रानी बहिनीको पापा हुनुहुन्छ। उहाँ चाहिँ यहाँ घरमै पाकेको केरा भनेर ल्याइदिनु भएको रहेछ। यहाँ बिहान चिया खानु हुँदैछ। प्यान्टको बच्चा 2टा रहेछ है। अहिले ब्याएर पनि हुर्काएर बिरालो हुने भयो घरभरि। हेर्नुहोस् है के खालको काँक्रा फलेछ। माथि फुकेको मुनि सुकेको। हेर्नुहोस् है मेरो टमाटर चाहिँ यत्तिकै माथिको मुनिको चाहिँ अझै खाइसक्यो हो। माथि पनि पाक्दैछ। त्यो रसै रस भएको छ कि यो टमाटर। अहिले चाहिँ हामी हिँडेको तिमी जानु छ है। अहिले चाहिँ 9 बज्यो टक्कै। अनि गाडीमा जाने तिमी गएर आएर चाहिँ स्कुल भ्याउने। हेर्नुहोस् है मेरो पिस लिली चाहिँ दामी भइरहेछ। तल दलेपमा पठाइदिनु पर्ने छ। यहाँ हेर्नुहोस् यत्रो बथान छ यहाँ गाडीमा। कतिजना छ हात उठाउ। यो उस्तै त्यस्तो गाडी आयो भने चाहिँ उठाउँदैन। यो खाली गाडी हुनुपर्छ हो। चिनेको हुनुपर्छ अन्त मात्रै उठाउँछ यो बथानलाई चाहिँ। तर पनि मसँग हिँड्दा त प्राय गाडीमै हिँड्नु पाउँछ आउँदाखेरि। स्टेफेन सर हामी चाहिँ यहाँ 0 आइपुग्यो। बेलुका 8 बजी मात्रै आउँथ्यो ओराको मान्छे। मेन्टली पुरै डिस्टर्ब छ त्यो मान्छे कि। यहाँ चाहिँ हाम्रो अलिकति काम छ। ढिलो हुन्छ होला है तपाईँलाई है। हेर्नुहोस् त हाम्रो कल्पना गुरुआमाको घर हेर्नुहोस् है। यहाँ अलिकति प्लान्टहरू ल्याइदिएको 1-2वटा। फुल त अन्त फुल त पुरै बनाउनु भएको रहेछ त अन्त। हजुर चप्पलसँग हुन्छ। हेर्नुहोस् यहाँ त आज फर्स्ट टाइम पसेको। तँ दामी बाहिरबाट मात्रै हेरेको होइन। अब आएको बेलामा गरिहालौँ न है। होइन जुत्ता हुन्छ। होम टुर है यहाँ कल्पना गुरुआमाको हाम्रो। हामी बाहिरबाट हेर्दै हिँडेको है। कस्तो मजाको
गमला ठुल्ठुलो ल्याउनु भएको रहेछ नि ल सर्नु यहाँ लिभिङ रुम रहेछ है यता पनि रहेछ ल यहाँबाट चाहिँ रमिता चाहिँ साह्रै दामी देख्दो रहेछ नि त यहाँ चाहिँ हाम्रो गङ्गा ग्रामको घर जस्तो लाग्यो यहीँ रहेछ नि अन्त हेर्नुहोस् है आज चाहिँ पस्ने मौका पायो यहाँ माथि चाहिँ सिँढी रहेछ है माथि ल सबै चारेको मैले चाहिँ मजाको बनाउनु भएको रहेछ प्लान्ट चाहिँ रमिता हेर्नु साह्रै मजाको रहेछ नि त अब चाहिँ जानुपर्छ यहाँ चाहिँ यहाँ किचन रहेछ किचन पनि के दामी रहेछ ठुलो हाम्रो कल्पना गुरुमा आरएसएलको घर यहाँ बेडरुम रहेछ है पुरै यहाँ घुमिसके है गुरुमा यही तपाईँको घर चाहिँ म चाहिँ अहिले फिलहाल चाहिँ कल्पना गुरुमाको घरमा छु हेर्नुहोस् यहाँ होम टुर गराएको तपाईँहरूलाई अलिकति बाहिर बाहिरै हेर्नुहोस् के राम्रो रहेछ पढ्ने मान्छेको हेर्नु बुकहरू हुन्छ अब अरू रुम त तपाईँलाई देखाउँदिनँ अहिले देखाउँदिनँ हुन्छ गुरुमा तपाईँलाई एकदमै बधाई त के तपाईँको यो कहिले होइन उयो गरिसकेको हो तर पनि आज पस्दैछु म चाहिँ हो दामी बनाउनु भएछ त्यो प्लान्टहरू है उहाँहरू पनि जानुहुने अरे कि अफिस अब तपाईँ जानुहुन्छ त है तपाईँ पनि हुन्छ गानाको घर पनि घुमेर भिडियो गर्दै जाउँ हामी चाहिँ आइपुग्यौँ तिमी ब्याङ्क खोलेको छैन है हुन्छ अब ग्रामकोमै बस्दै गर्छु ब्याङ्कको अलिकति काम छ त्यही भएर आएको थिएँ है खोलिएछ आजको हाम्रो टी टाइम सुरु भयो यहाँ हाम्रो भान्जीले ल्याउनु भएको दामी दामी यो चाहिँ हो नि खास है चिया दोकानको आम्मा आज त है अलिकति होइन होइन यहाँ अलिकति उयो के खानुभयो तपाईँले डोनट गुलियो हुँदैन बनाउँदा चाहिँ गुलियो छ भन्दै थियो म यो हालेर नखाने सादा बिलले है
खानु चाहिँ टिका मिस ब्रेड खानु नि म बटर लाएर आलु मटर दामी छ आलु राजीव मजाले खानु ल नाम खाँदैन अलिक पेलामै दिनु नि पुग्यो खाजा हो खाएर चाहिँ अब छुट्टी हाम्रो छुट्टी हुन आँटेको खाजा खाजा पनि हाम्रो स्पेसल हुन्छ अहिले अन्त त्यहाँ के कति मिठो खाएको छ अन्त हाम्रो चाहिँ सिटिङ एरेन्जमेन्ट हुँदैछ नानीहरूको इक्जामको लागि है यस्तो पाराले जन्मेसनको लागि यहाँ चाहिँ नानीहरूको रोल नम्बर टालिँदैछ है लैजाऊ आफ्नो आफ्नो ब्यागहरू लैजाऊ यो कसको खाता किताब हो उयो कता गयो जुएल इक्जामको लागि पढ्दैछ कतिको अल्छी नगरी पढ्नु ल बुझ्यो यहाँ चाहिँ तिमी स्कुलकोहरूमा आज चाहिँ हिँडेर आएछ है म यो के अरे यो निशानहरू चाहिँ उसको भाइहरू चाहिँ के अरे यो आइस्नाले लगेर गयो आज चाहिँ यिनीहरूको पनि हिँडाइ परेछ कोही बेला हिँड्नुपर्छ देन्तामबाट झरेको ओह्रालो ए ठिकै छ ल जाउँ म त यस हामी त खेल्दै हिँड्छ अब चाहिँ आज चाहिँ कराउनु पर्दैन केटाकेटी गयो अगाडि म त यहाँ हेयरब्यान्ड लगाइरहेको छु अघि किनी गरेर ल्याएको केस लामो भएर काट्नु जानु नभ्याएर चाहिँ
म चाहिँ अहिले चाहिँ यति साह्रो सकसक लाग्छ कि अनि प्रश्न किन कुदेको चाबी त मेरोमा छ अरू साथीहरू जाँदै गरोस् न अन्त त गएर पनि केही नपेस गएर म चाहिँ यहाँ छाडछाडै आइपुगेँ यो केटाकेटी मलाई छोडेर पर पुगिसक्यो उसको दाजु दिदीहरू भेटेर त मलाई छोडेर हिँड्यो अब यहाँ एकछिन भिज्छु आज चाहिँ ल्याउनु दिएछ हेर्नुहोस् है यस्तो गरम भइरहेछ कि खानु मजा आएन यहाँ चाहिँ यो राबङ्ला बाटो हिँड्दा चाहिँ तपाईँहरू यहाँ चाहिँ उत्रेर चाहिँ यसो फोटो भिडियोहरू गर्नुहोस् है दामी छ हेर्नुहोस् है पानी क्यामेरामा पस्यो तर घरमा मजा आइरहेछ है फेरि गाउँ लप्पा गरम भएर गाडीहरू पनि सबै पर्छ आज चाहिँ केटाकेटीले पनि छोडिराख्यो हो मजा आयो